भाषा सीख्नको लागि कैच गर्नु पर्यो नि त के सिकेको पर्यो माइन्ड योर अन ल्याङ्ग्वेज मैंडूल करा दिमाग खर्च गरेर भाषा सिक्ने हो तो खर्च करवाओ खर्च गर्नु पर्यो नि सम्पत्ति तपाईसँग छ तपाई खाँदैन कुले मान्छे मुखमा ठुसाएर खान्छ खाँदैन त्यो पनि इन्टरभ्यूमा भन्नु पर्यो सिकाउनु पर्छ नि उलाई सिकाउन मेरो सिकाउनको लागि जन्म त लिएको छैन नि मैले त तपाईले सिकाउनको लागि आफूले खुद सिक्ने हो आफ्नै सिक्नेको लागि तपाई अलि पुरा सिकाइदिनु त ढेउवा थोरै लाग्छ उनलाई ढेउवाको कुरा होइन सिकाउन मेरो कर्तव्य होइन गएर कलेजमा सिक्ने हो त कलेजको उमेर थोरै छ अहिले उमेर छैन त बुढो मान्छे पनि कलेजमा पढिरहेछ 75 वर्षको मान्छेले डाँडाबाट आएर झरेर नेपालमा पढ्छ अहिले कान्तिपुरमा दिए थियो अस्ति अहिले त 75 वर्षको बुढोले अहिले सिकाइले सिक्ने रहर छ रहर हुनु पर्यो नि 75 वर्षको बुढो मान्छेले डाँडाबाट झरेर तल स्कुल जान्छ कान्तिपुरमा म्यागजिन पत्रिकामा दिए थियो म अध्ययन गरेको स्टडी गरेको म अहिले त यङ छ मान्छे थियो त तपाई यति पढाइ गरेर यो के बेच्नु भइरहेछ यो त पढाइको लागि होइन नि यो स्वास्थ्य राम्रोको लागि बेचेको म यसरी के हुन्छ स्वास्थ्य राम्रो हुन्छ पढाइ गरेर मान्छेले क्या कैच गर्ने हो कति मान्छेले पढाइ त जसले पनि गर्न सक्छ तर बिर्सिन्छ डीआईजी कलेक्टर उसले इङ्ग्लिस पढेको हुन्छ लेकिन लास्टमा आफ्नो भाषामा रमाएको छ आफ्नो भाषामा रमाएर काम गरेछ अङ्ग्रेजीको वर्ड बिर्सिहाल्छ काका